गुड मर्निङ हजुर। यहाँ हाम्रो तुरुकको डाँडामा आएर चाहिँ यो पहिला साह्रै राम्रो बनाउनु भएको छ हाम्रो एमएलए मन्त्री साहबले। र यहाँ तपाईँ सीताराम वरिष्ठका हाम्रो सिक्किम भनेर एउटा यस्तो बनाएको रहेछ हजुर। र साह्रै राम्रो हेर्न पाइन्छ यहाँदेखि लिएर तल पनि। अन्त तलको गाउँहरू धान पाएकोहरू पनि देखिन्छ। अन्त एकदमै मनपर्ने कुराहरू र यहाँदेखि चाहिँ राम पनि हुनुहुन्छ। रामको नक्साबाट रावणलाई हिर्काइरहेको यस्तो राम्रो चिज बनाउनु भएको छ। र आदरणीय हजुरहरूले हेर्न सक्नुहुनेछ। अनि यहाँ भगवानको पूजा पनि हुन्छ र क्यान्टिन पनि छ। हजुरहरूलाई आउनु होला, यहाँ हेर्नु होला। यहाँ हाम्रो केही देख्नु होला हजुर। र यसरी नै यहाँ हनुमानहरू रामहरू सबैको काँड धनु बनाएको बोकिरहेको। र हजुरहरूले यो भिडियो माध्यमले धेरै बुझ्नुहुन्छ आशा गरी नै। नआशा हजुरहरूले आदरणीय माता पिता सिक्किमको, हाम्रो सिक्किमको आदरणीय माता पिता, आदरणीय आमा बहिनीहरू दिदीहरू, हजुर साइन अनुसारको सबैलाई मेरो नमस्ते छ। र यसरी नै हाम्रो सिक्किममा टुरिज्म फैलिएको छ र टुरिज्ममा सबैले हेर्न आउनुहुनेछ। हाम्रै सिक्किमकै मान्छेले पनि हेर्न सक्नुहुनेछ। र यसरी नै बहुत रमाइलो बस्ने ठाउँ। अन्त यस्तै बस्ने ठाउँ हुँदा यहाँ हनुमानजी पनि खादासादा लाएर टोपी लगाएर बस्नु भएको छ। र यसरी नै बाँदर, यहाँ यस्तै मन्दिरहरूको धेरै छ। अन्त घन्टीहरू हुन्छ, सबै कुराहरू हजुरले सबै हेर्नुहोस्। यहाँ यसरी नै हाम्रो सरकारले, हाम्रो यहाँ हनबल चिफ मिनिस्टर सिएम साहबले यहाँ ओपनिङ गर्नुभएको छ। र यसरी नै यहाँ मन्दिर देखिन्छ र हनुमानहरू, गाईहरू यसरी नै यहाँ देखेको छु। र यस्तो छ हजुर। र हजुरहरूले सबै हजुरहरूले सिक्किमको जनताहरूले, बाहिरको जनताहरूले यहाँ धेरै नै राम्रो देखाइएको छ। हामीलाई खुसी लाग्छ। र यसरी नै हाम्रो गाईहरू गोरुहरू र हजुरहरूलाई म यहाँ एउटा यसरी देखाउँदै फुलहरू भित्तामा रमाइलो अचम्म रमाइलो छ हजुर, अचम्म रमाइलो। यहाँ घन्टी पनि भएको र एउटै यस्तो मजाको बिहासी के हो गर्थ्यो। र हजुरहरूलाई बस्दै यति नै मेरो क्यामेरा बन्द गर्छु। धन्यवाद।